नक्सामा कोरिँदैमा जमिन आफ्नो हुँदैन। सन् 2026 को यो मार्च महिनामा नेपालको इतिहासकै सबैभन्दा ठूलो कूटनीतिक धोका भएको छ। भारत र चीनले हाम्रो सार्वभौमिकतालाई कुचल्दै लिपुलेख पास खोल्ने निर्णय गरेको छ। जब बुढा नेताहरू मौन बस्छन् तब एउटा नयाँ नेतृत्वको आवश्यकता खड्किन्छ। आजको यस भिडियोमा प्रधानमन्त्री बालेन्द्र शाहको आगामी एजेन्डा र नेपालको नयाँ परराष्ट्र नीतिको बारेमा चर्चा गर्नेछौँ। के उनले नेपाललाई दुई ढुङ्गा बीचको तरुलबाट विश्वकै गतिशील पुल बनाउन सक्लान्? सत्य अलि कडा छ। नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेख समेटिएको 6 वर्ष भइसक्दा पनि जमिनमा हाम्रो उपस्थिति शून्य जस्तै छ। सन् 2026 को मार्च महिनामा आइपुग्दा एउटा नयाँ र डरलाग्दो तथ्य बाहिर आएको छ। भारत र चीनले नेपाललाई पत्तै नदिई लिपुलेख पासबाट व्यापारिक कारोबार सुरु गर्ने सहमति गरेका छन्। यो केवल व्यापारिक सम्झौता मात्र होइन, यो नेपालको सार्वभौमिकतामाथि गरेको सिधा प्रहार हो। दुई ठूला छिमेकीहरू जो विश्व राजनीतिमा एक अर्काका प्रतिद्वन्दी मानिन्छन्, नेपालको भूमिको सवालमा भने मौन सहमतिमा देखिएका छन्। यसले के प्रश्न पार्छ भने अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति नै अन्तिम सत्य हो र साना राष्ट्रहरूको आवाज शक्तिविहीन हुँदा दबाइने गरिन्छ। लिपुलेख भनेको ट्राइजङ्सन क्षेत्र हो, यानि कि लिपुलेखलाई चाइना, इन्डिया र नेपालले बोर्डर सेयर गर्छन्। सन् 1816 को सुगौली सन्धिले स्पष्ट रूपमा महाकाली नदीको मुहान र त्यस पूर्वको भूभाग नेपालको भनेको छ। तर 2082 साल यानि कि 2026 सम्म आइपुग्दा भारतले त्यहाँ सडक निर्माण गरिसकेको छ भने चीनले त्यसलाई व्यापारिक मार्गको रूपमा स्वीकार गरिसकेको छ। भारतका लागि यो सामरिक र धार्मिक महत्त्वको छ भने चीनका लागि यो दक्षिण एसियामा सस्तो पहुँचको माध्यम बनेको छ। विडम्बना यो छ कि नेपालका परम्परागत राजनीतिक दलहरूले केवल प्रोटेस्ट नोट पठाउने कर्मकाण्ड मात्र गरिरहे। कूटनीतिक टेबलमा नेपालको स्वर यति मधुरो भयो कि छिमेकीहरूले हामीलाई सोध्नुपर्ने आवश्यकता नै ठानेनन्। काठमाडौँको मेयर हुँदा सिस्टमसँग लडेका बालेन्द्र शाह जब देशको प्रधानमन्त्री बन्छन्, नेपाली राजनीतिमा एउटा ठूलो हलचल पैदा हुन्छ। बालेनको उदय कुनै पार्टीको विरासतबाट भएको होइन, यो जनताको आक्रोश र आशाको उपज हो। उनी प्रधानमन्त्रीको कुर्सीमा बस्नु भनेको हजुरबुबा पुस्ताको कूटनीति अन्त्य गर्नु हो। बालेनले राजनीतिलाई इमोसनमा मात्र होइन, डाटा र तथ्यमा बुझ्छन्। उनको पहिलो प्राथमिकता नै सीमा सुरक्षा र डिजिटल कूटनीति हुने निश्चित नै छ। प्रधानमन्त्री भएपछि बालेनले लिने कदमहरू पहिलाको जस्तो हुने छैनन्। बालेनले भारत र चीनका राजदूतलाई बालुवाटार बोलाएर चिया गफ गर्ने छैनन्। उनले ऐतिहासिक प्रमाण, सुगौली सन्धिको सक्कल कागजात र उपग्रहबाट खिचिएका नक्साहरू टेबलमा राखेर सोध्नेछन्, हाम्रा अनुमति बिना हाम्रो घरको आँगनमा व्यापार गर्ने अधिकार तपाईहरूलाई कसले दियो? यदि छिमेकीहरूले द्विपक्षीय वार्तामा अटेर गरेमा बालेनले यो मुद्दालाई सिधै UN र ICJमा लैजाने आँट गर्नेछन्। उनीसँग गुमाउनु केही छैन, त्यसैले उनी बोल्ड निर्णय लिन डराउने छैनन्। उनले सीमामा केवल सशस्त्र प्रहरी मात्र होइन, ड्रोन सर्भिलेन्स र स्मार्ट बोर्डर म्यानेजमेन्ट प्रणाली लागू गर्नेछन्। लिपुलेखको हरेक गतिविधि काठमाडौँको वार रुमबाट प्रत्यक्ष हेर्न सकिने प्रविधि जडान गर्न सक्नेछन्। बालेनको कडा अडानले छिमेकीहरू रुष्ट त हुन्छन् नै, इतिहास दोहोरिन सक्छ, अघोषित नाकाबन्दी पनि हुन सक्छ, ग्यास र पेट्रोलको लाइन लाग्न सक्छ। तर बालेनको रणनीति यहाँ फरक हुनेछ। उनले आन्तरिक उत्पादन र आत्मनिर्भरतालाई राष्ट्रिय गौरवको आयोजना बनाउनेछन्। बिजुलीको खपत बढाउने, हाइड्रोजन इन्धनमा लगानी गर्ने र चिनिया नाकाहरू तातोपानी केरुङलाई पूर्ण क्षमतामा सञ्चालन गरेर भारतीय निर्भरता घटाउने प्रयास गर्नेछन्। बालेनको नेतृत्वमा नेपाल न्युट्रल भएर बस्ने मात्र होइन, एक्टिभ न्युट्रालिटी अपनाउने देखिन्छ। नेपालले भारत र चीनलाई यो बुझाउने छ कि यदि नेपाल अस्थिर भयो भने त्यसको रापले दुवै शक्तिलाई पोल्नेछ। लिपुलेखलाई विवादको बिन्दु होइन, त्रिदेशीय आर्थिक हब बनाउन नेपालको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने प्रस्ताव बालेनले राख्न सक्नेछन्। तर त्यसको लागि जमिनको स्वामित्व नेपालकै हुनुपर्ने अडानमा कुनै सम्झौता हुने छैन। बालेन प्रधानमन्त्री हुँदा जनताको मनोविज्ञान परिवर्तन हुनेछ। नेपालीहरूले हामी सानो देश हौँ, हामी केही गर्न सक्दैनौँ भन्ने भाष्य त्याग्नेछन्। बालेनले युवा जनशक्तिलाई देशको सिपाही र इन्जिनियरको रूपमा परिचालन गर्नेछन्।
कालापानी र लिपुलेखको मुद्दा केवल एउटा भूगोलको टुक्रा मात्र रहने छैन, यो नेपालीको आत्मसम्मानको प्रतीक बन्नेछ। यदि बालेनले यो कठिन मोडमा देशलाई सफलतापूर्वक नेतृत्व दिए भने 2030 सम्म नेपाल दक्षिण एसियाकै एक निर्णायक शक्तिको रूपमा उभिनेछ। लिपुलेख विवादको समाधान वार्ताबाटै निस्किनेछ, किनकि विश्वले देख्नेछ कि अब नेपाल दबिएर बस्ने राष्ट्र होइन। भारत र चीनले पनि महसुस गर्नेछ कि नेपालले सहमति बिना गरिएको कुनै पनि क्षेत्रीय सम्झौता दिगो हुँदैन। लिपुलेखको विवाद नेपालको लागि एक अग्नि परीक्षा हो। एकातिर शक्तिको उन्मादमा रहेका छिमेकी राष्ट्रहरू छन् भने अर्कोतिर आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको नेपाल। बालेन शाह जस्तो आधुनिक र राष्ट्रवादी सोच भएको नेताले यदि प्रधानमन्त्रीको रूपमा बागडोर सम्हाल्दा नेपालले आफ्नो हराएको भूमि मात्र होइन, हराएको प्रतिष्ठा पनि फिर्ता पाउने सम्भावना देखिन्छ। तर त्यसका लागि देशभित्रको एकता र जनताको साथ अनिवार्य रहन्छ। हवस् त आजलाई यति नै। भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म अर्को भिडियो लिएर आउने नै छु। तबसम्मको लागि बिदा हुन्छु।